गाइज कस्तो छ हजुरहरूलाई वेलकम टु ब्याक टु माई च्यानल। आज हामी यता देवस्थल घुम्न आएको थियौँ। आज म फेवाताल पनि जाने आफ्नो फ्यामिलीहरूसँग र आज हामी देवस्थलमा के दियौँ सब देखाउँछौँ। ल अब क्यामेरा भ्यू सबै यतातिर पारौँ। हेर्नु गाइज मेरो अर्को युट्युबर साथी कस्तो छ भनिदिनु होला। उसको पनि युट्युब च्यानल सब्सक्राइब गर्नु। तेरो युट्युब च्यानलको नाम के अरे? उमेश सागर 3706। उमेश सागर 3706। र यता हेर्नु बुद्धजीको मूर्ति छ र राम्रो छ भने यसो हेरिदिनुहोस् कस्तो राम्रो छ। हल्का देखिनु भएन होला यी र गाइस यसै गरी हामी अहिले हिँड्दैछौँ र उसले भ्लग स्टिक बनाउँदैछ। अहिले त्यति राम्रो त जस्तो भएको छैन। अहिले एकछिनमा हामी जाँदै गएपछि बनाउँछौँ। अहिले हामी अहिले बिचमा रोक्दैछौँ। ओके ल भगवान् ल गाइस हामी आइसकेको छौँ। उसले क्यामेरा बनाइसक्यो होइन। उसले क्यामेरा बनाइसक्यो। अब हामी घुम्न जाँदैछौँ हाम्रा दोस्ती रुखहरू सब बवाल छ। मेरो हल्का 1.5 किलो र 19 हामी दुईजनाको गाई जो पैसा भएको सिक्का हाल्नुहुन्छ भने गाई जस्तै हो। अब ल जहाँ हामी अब तलतिर जाँदैछौँ। हामी तलको भ्यू देखाउँछौँ। तलको भ्यू जस्तो छ। आफैले बनेको मनोकामना भगवती। हेर्नु तलपट्टि देवीस्थलको भ्यू। अहिले कन्स्ट्रक्सन चलिरहेको छ त्यही भएर जान पाइन्छ। र हामी अहिले हिँड्दैछौँ तलपट्टि। हामी हिँड्दै अर्को प्रक्रिया पनि देखाउँछौँ। हजुरहरू यहाँपट्टि घुम्न आउन सक्नुहुन्छ। र हामी हिँड्दैछौँ अहिले यहाँ कन्स्ट्रक्सन चालु भइरहेको छ त्यही भएर अब उयो हुन्छ। ओइ छिटो आइज गाइज यहाँको अहिले कन्स्ट्रक्सन चलिरहेको छ हेर्न सक्नुहुन्छ। र यसै गरी हामी अहिले कता छौँ भन्दाखेरि देवीस्थलको अहिले हामी आइपुगेको छौँ। यहाँको मान्यता अनुसार पहिला एउटा डेभिड भन्नेमा एउटा व्यक्ति घुम्न आएको थियो अरे। घुम्न आएको बेलामा उसको यहाँ खसेर मृत्यु भएबाट उसको नाम यो फलमा जोडेर देवस्थल बनाएको थियो गाइज। र हामी अब हजुरलाई यसको देखाउँछौँ है त है। ल गाइज हेर्नुहोस् यसको हाल यस्तो छ र कतिको गएर थाहा छैन गाइज। यस्तो भएको छ पुरै यी गाइज। र हामी फेरतलमा पनि भिडियो बनाउँदै गर्छौँ। यतापछि यस्तो छ गाइज। यताबाट अब यताको भ्यू पनि देखाइदिन्छौँ हामी। मैले त्यही गरेको आइज। र गाइज हामीले हल्का भित्रको भ्यू पनि देखाइदिनु गाइज। यहाँको यस्तो छ। अहिले खोला हल्का कम भएको कारणले हल्का खोला कम भएको कारणले अहिले त्यति बढेको छैन। ड्याम खोलेको बेलामा हल्का बढी नै बढेको हुन्छ गाइज। हेर्नु यस्तो छ। पहिला हामी योभन्दा हल्का अगाडि गएर खेल्थ्यौँ। अहिले चाहिँ यहाँ सर्पहरू आउने भएर खेल्दैनौँ गाइज। र यस्तै हो। अब यहाँ पर्यटकहरू घुम्न आउनु भएको छ दिनु सकिराख्नुहुन्छ। अहिले चाहिँ हामी घर गइरहेको छौँ। हेर्नु गाइज यहाँ पहिला चौतारी थियो। अहिले फेरि खै के बनाउनु लाउनु भइरहेको छ कन्स्ट्रक्सन साइड। र उता हेर्नुहोस् हाम्रो साथीले उता बनाइरहेको छ। र गाइज यस्तै हो होइन। अब हल्का हामी माथि गए पनि बनाउँछ। हामीले भिडियो रोक्दै गएको छौँ। र अहिले एकछिनमा हेर्नुहोस् यहाँको भ्यू यस्तो छ है त। अहिले हामी गयौँ एकछिनमा आउँछौँ फेरि। र गाइज अब हामी घरसम्म आँटेको छौँ किनभने अब धेरै बेर भयो र हामी पर्मिसन लिएर आएको जस्तो होइन। र अब यहाँको ब्रिड कति फिट थियो अरे 100 फुट होइन गाइज। यहाँको गहिराइ चाहिँ 100 फुट। त्योभन्दा धेरै नै छ। त्योभन्दा बढी छ गाइज। यहाँ 100 फुटभन्दा बढी नै छ। तर बोर्डमा चाहिँ 100 फुट लेखेको छ गाइज होइन। अब गाइज अब गाइज म पनि भ्लग स्टिक किन्ने हो। अहिले त म सानो क्रिएटर त्यही भएर अहिले किनेको छैन। उसले भ्लग स्टिक किनिसकेको छ। किन्ने भनेको कति पर्छ? 800 हो मेरो वाला। तिमी मर्निङ गएर लेफ्ट साइडमा जाँदा 800। यो रिमोट चाहिँ अर्को वाला हुन्छ। रिमोट हुन्छ त्यहाँदेखि यो भन्दा जस्तो हुन्छ यस्तै हुन्छ।
अर्को अर्को खालको पनि पाउँछ होइन यस्तो एयरफोन जस्तो जोडेर उयो गर्ने त्यही पाउँछ गाइज अब कुन कुन अब त वहीँ गएर अब किन्न गएको बेलामा पायो भने म मोबाइल पायो भने बनाउँला नभए त किनेर ल्याएपछि किनेर गाइज म चाहिँ अब मम्मीको मनाउँदै भ्लग बनाउँछु यताबाट आइज सिक्का देखाउने ठाउँमा गाइज हामी सिक्का देखाउने ठाउँमा लग्दैछौँ गाइज यतापट्टि यो यहाँपट्टि चाहिँ यो फोटोमा देखाए जस्तो बनाउने हो सिसावाला हेर्नु गाइस यो फोटोमा बनाएर देखाए जस्तो बनाउने हो र गाइस हेर्नु यहाँ चाहिँ सिक्का हाल्छ र जसले एकैचोटिमा भगवान् भट्टामा बिचमा पुर्याउँछ त्यसको मनोकामना पुरा हुने भयो यहाँको मान्यता छ र हामीले पनि विश्वास मैले पुरा चाहिँ मेरो नि मनोकामना पुरै भएको छ है मैले पनि पुराकै छु गाइस र अब हामी देखाउँछौँ अब जाने ठाउँ भयो भने हामीले हजुरलाई फोटो खिच्नु जाउँछौँ ओ यहाँको फोटो खिच्नु ठाउँ खोइ आइज एकचोटि गाइस हेरौँ एकचोटि के भइरहेको छ गाइस यहाँ त जान मिल्दैन अहिले त फोटो खिच्नु थाल्यो अहिले बडी बिल्डर कस्तो कस्तो टाइपको मोडतेरमा घाँटी उयो गरेर फोटो खिच्नु थाल्यो गाइस प्रयास चाहिँ गरी हामी अहिले एक्जिटतिर आइपुगेका छौँ र मेरो साडी किलर च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला जसले नेपाल र इन्डियाबाट हेर्दै हुन्छ उहाँले लाइक एन्ड सब्सक्राइब देखाइदिनु हो त्यही भएर अहिले यति गर्दै म अहिले भ्लग अन्त्य गर्न चाहन्छु ओके थ्याङ्क यू